नमस्ते साथीहरू, गुड मर्निङ। धेरै समयपछि साथीहरू फेरि भिडियो बनाउन सुरु गर्दैछु। एका बिहानै तरकारी लिएर आइसके साथीहरू। आज चाहिँ शनिबार भएको कारणले गर्दाखेरि चाहिँ कस्टमरहरू अलिकति ढिला आउने गर्नुहुन्छ। जागिर गर्नेहरूको चाहिँ अब शनिबार, कसैको अहिले आइतबार शनिबार दुईटै दिन बिदा हुन्छ। तर हाम्रो आफ्नो व्यवसाय भएको कारणले गर्दा हामीले चाहिँ बिदा लिने ठाउँै छैन क्या साथीहरू। आफ्नो काममा चाहिँ जति खट्यो त्यति राम्रो साथीहरू। त्यही भएर हामी चाहिँ फेरि यस्तो के मेरो फेरि तरकारी दोकान हो नि त, अनि फेरि यसलाई झ्याप्प बन्द गर्न नमिल्ने नि त, सामानहरू कुहिन सक्छ। त्यही भएर झट्टपट्ट बन्द गरिहाल्न कतै झ्याप्प जान पनि गाह्रो के। आज चाहिँ मैले तरकारीहरू ठिकै लिएर आएको छु। मुन्टा लिएर आएँ, सागहरू होइन। अनि अहिले निगुरोको सिजन हुन थालिसक्यो। निउरो, मुन्टा, अझको चम्सुर पालकको सागहरू छ अझै पनि, रायोहरू सबै थरीको रायो, एउटा मोटो पात भएको आउँछ, एउटा पातलो पात भएको आउँछ। अनि सागहरूमा चाहिँ मैले चम्सुर पालङको, मुन्टा अनि निउरो, रायोको साग लिएर आएँ आज। लसुन पत्ता, प्याज पत्ता, पुदिनाहरू यस्तै एउटा दुईवटा फुल रोपौँ भनेर रोप्दै थिएँ होइन। यो पोकामा त यति धेरै खजुरो जस्तो किरा रहेछ है, डर पनि लाग्यो है, मलिलो माटो जस्तो थियो। शनिबारको व्यापार चाहिँ साथीहरू कहिले झ्याप्प हुन्छ कहिले हुँदैन। आज चाहिँ मेरो ठिकै भयो, सामानहरू पनि उब्रिरहेछ। गर्मीले गर्दा तरकारीहरू छिटो बिग्रिने साथीहरू, यही समस्या छ कि मेन चाहिँ गाह्रो छ साथीहरू। हुन त हरेक काममा आफ्नो किसिमको गाह्रो हुन्छ है। म चाहिँ यहाँ अलिकति कुहिएको टमाटरहरू छान्दैछु, छिटो बिग्रिने साथीहरू। गर्मी भएर फेरि किन हो, कति चाँडो कुहिन्छ हो सामानहरू प्रायः। अनि हेर्न सक्नुहुन्छ मेरो हात हेर्नु साथीहरू। बारीमा काम गर्ने मान्छे र तरकारी दोकानमा काम गर्ने मान्छेको हात चाहिँ एउटै हुन्छ। अनि हामी बाबा छोरी भएर चाहिँ सटर लगाएर गयौँ। मम्मीले खाना पकाउनु भएको रहेछ, कस्तो मिठो सिताकै छ्याउ अनि आलु अनि दाल, यस्तो मिठो खाना खाएँ। अनि हेर्नु, थ्याङ्क यू फर वाचिङ गाइज, प्लिज सपोर्ट एन्ड सब्सक्राइब माई युट्युब च्यानल। बाई बाई।